हाई एभ्रिवान, नमस्ते। यमी फुरलमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूलाई एकदम नै मिठो माछा फ्राईको रेसिपी लिएर आएकी छु। यदि हजुरहरू कर्णालीतिर जानुभएको छ भने यो माछा चाहिँ हजुरहरूले पक्कै पनि खानुभएको होला। हामी बसमा कर्णाली जाँदा बसभित्र नै हाम्रो दाजुभाइहरूले यो माछा चाहिँ बेच्न ल्याउनुहुन्छ। त्यही भएर पनि पक्कै हजुरहरूले खानुभएको होला। आज मैले हजुरहरूलाई ठ्याक्कै त्यही माछाको स्वादमा यो रेसिपी लिएर आएकी छु। ल सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरूबाट। सुरुमा चाहिँ हामीलाई चाहिन्छ माछा। मैले चाहिँ यो माछा यस्तो सानो टाइपको लिएकी छु। हेर्नुहोस् त, मैले यो माछाको भित्रको जुन फोरो हुन्छ त्यो पनि सफा गरेर लिइसकेकी छु। माछाको तलपट्टि भागमा चिरा पारेर त्यहाँभित्रको फोरो निकाल्न सक्नुहुन्छ सजिलैसँग। त्यसै गरी हामीलाई चाहिन्छ पानी, बेसन, रातो खुर्सानीको धुलो। यहाँ छ हामीसँग फिस मसला। यदि हजुरहरूसँग फिस मसला छैन भने गरम मसला पनि राख्न सक्नुहुन्छ। त्यसै गरी हामीसँग छ यहाँ बेसार। यो चाहिँ काँचो तोरी हो। यसलाई चाहिँ मैले पिनेर यसरी धुलो बनाएर लिएकी छु। हेर्नुहोस् त, यतिको मसिनो हुनुपर्छ। त्यसै गरी हामीलाई चाहिन्छ स्वादअनुसार नुन। यहाँ छ लसुन र अदुवाको पेस्ट। यो चाहिँ लेमनको जुस हो। हामीलाई तेल पनि चाहिन्छ फ्राई गर्नको लागि। अब मैले जसरी नै हजुरहरूले पनि एउटा ठुलो भाँडो लिनुहोला। त्यसमा चाहिँ हामी सबै मसलाहरू राख्छौँ र माछालाई म्यारिनेट गर्छौँ। यहाँ म राख्दैछु बेसन। हेर्नुहोस् त, बेसन अब कतिको माछा लिनु भएको छ त्यही अनुसार हजुरहरूले बेसन राख्न सक्नुहुन्छ। धेरै बेसन पनि नलिनु होला। त्यसै गरी मैले राखेँ पिसेको तोरी, रातो खुर्सानीको धुलो, त्यसै गरी स्वादअनुसार नुन। यो चाहिँ फिस मसला हो, अघि पनि मैले भनिसकेँ। यदि हजुरहरूसँग छैन भने हजुरहरूले गरम मसला पनि राख्न सक्नुहुन्छ। त्यसै गरी बेसार, लसुन र अदुवाको पेस्ट। अब हजुरहरूले राख्न सक्नुहुन्छ यो कागतीको रस। अब यो सबै कुराहरू राखिसकेपछि हजुरहरूले अन्तमा यो पानी पनि राखिदिनु होला र यो सबै कुराहरूलाई राम्रोसँग हजुरहरूले मिक्स गर्नुपर्ने हुन्छ। केही गरी यो मसलाहरू मिक्स गर्नु हुँदाखेरि धेरै बाक्लो भयो भने हजुरहरूले थोरै पानी पनि थप्न सक्नुहुन्छ। हेर्नुहोस् त, यहाँ पनि बाक्लो भएको छ। मैले थोरै पानी फेरि थप्दैछु। अब यो पानी राखेर पनि फेरि एकचोटि हजुरहरूले यसलाई मिक्स गर्न सक्नुहुन्छ। यतिको हामीलाई म्यारिनेटको लागि चाहिँ पातलो हुनुपर्छ। धेरै बाक्लो पनि हुनु हुँदैन, धेरै पातलो पनि बनाउनु हुँदैन। यतिको भए पुग्छ। यतिको चलाइसकेपछि अब हामी यसमा माछा राखेर म्यारिनेट गर्न सुरु गर्छौँ। हजुरहरूले जुन यो माछामा चिरा पारेको हुन्छ तलपट्टि जुन फोर फालेको ठाउँ, त्यहाँ भित्रभित्र पनि यो मसलाहरूलाई हजुरहरूले भर्न सक्नुहुन्छ। हेर्नुहोस् त, मैले यहाँ भिडियोमा देखाए जसरी नै हजुरहरूले पनि यसरी भित्र थोरै थोरै मसलाहरू राख्नुभयो भने अहिले फ्राई गर्दाखेरि एकदमै राम्रोसँग फ्राई हुन्छ र खाँदा एकदमै मजा आउँछ। त्यही भएर मैले यसो गर्ने गरेको छु। हजुरहरूले यो माछा म्यारिनेट गर्नु अगाडि नै साइडमा चाहिँ तेल बसाल्न सक्नुहुन्छ। राम्रोसँग म्यारिनेट भइसकेको छ र साइडमा हाम्रो तेल पनि तातिसकेको छ। अब यो माछालाई म फ्राई गर्दैछु। कतिवटा चाहिँ माछा भाँडामा अट्छ, त्यही अनुसार हजुरहरूले राखेर फ्राई गर्न सक्नुहुन्छ। मेरोमा चाहिँ 6-7 वटा मात्रै अट्ने भएर मैले त्यसरी नै राखेकी छु। यो राखेको केही समयमा नै हजुरहरूले यसलाई पल्टाउन सक्नुहुन्छ। हेर्नुहोस् त, मैले भिडियोमा पनि हजुरहरूलाई पल्टाएर देखाउँदैछु। यसलाई हामीले 2 चोटि जस्तो पल्टाइ पकाउनु पर्ने हुन्छ। कम्तीमा पनि यसलाई 7 मिनट चाहिँ हजुरहरूले पकाउनु पर्ने हुन्छ। केही समय पकाउन राखिसकेपछि फेरि म एकचोटि यसलाई पल्टाउँदैछु।
हाम्रो माछा राम्रोसँग फ्राई भइसकेको छ। अब हजुरहरूले यसलाई बिस्तारै निकाल्न सक्नुहुन्छ। म हजुरलाई यो निकालेर पनि देखाउने छु कतिको यो मजाले फ्राई भइसकेको छ भनेर। ल हेर्नुहोस् त कति मजाले यो फ्राई भइसकेको छ। म हजुरहरूलाई चारैतिरबाट पनि देखाउँदैछु। ल हेर्नुहोस् भित्रसम्म यो यसको काँडाधरि यो पाकिसकेको छ। त्यही भएर अब हामीले यसलाई बिस्तारै एउटा पेपर टावेलमा निकाल्न सुरु गर्छौँ। त्यसरी नै बाँकी फ्राई भएको माछा हजुरहरूले निकाल्न सक्नुहुन्छ र जुन बाँकी हामीले म्यारिनेट गरिरहेका छौँ त्यसलाई चाहिँ यो सबै माछाहरू फ्राई भएको निकालिसकेपछि यही तेलमा फ्राई गर्न सक्नुहुन्छ। अब बाँकी माछाहरूलाई पनि यसमा फ्राई गर्न राख्छौँ। हेर्नुहोस् त अघि जसरी नै पल्टाइ हजुरहरूले मिनिमम पनि 7 मिनेट चाहिँ हजुरहरूले यसलाई फ्राई गर्नुहोला। हेर्नुहोस् त कति मजाले यो पनि फ्राई भइसकेको छ। यसरी नै बाँकी माछाहरूलाई पनि फ्राई गर्नुहोला। हजुरहरूले यो माछा देख्दाखेरि चाहिँ अलिकति फरक पाउनु भयो होला। कर्णालीको जस्तो किन अलिकति कलर आएन भन्दाखेरि चाहिँ हामी घरमा बनाउँदा चाहिँ कलर राख्दैनौँ, तर प्रायः जसो कर्णालीमा पाउने माछाहरूमा चाहिँ कलर राखेर बनाएको हुन्छ। त्यही भएर चाहिँ त्यहाँको माछा खाँदाखेरि देख्दाखेरि चाहिँ अलि रातो पहेँलो खालको देखिन्छ र घरमा चाहिँ देखिन्न। त्यही हो फरक। मैले चाहिँ सबै माछा फ्राई गरेर पनि भ्याइसकेकी छु। म हजुरहरूलाई यो माछा कस्तो भयो भित्र कतिको पाकेको छ भनेर पनि नजिक ल्याएर देखाउने छु। ल हेर्नुहोस् कति मजाले यो भित्रसम्म पाकिसकेको छ। अब हजुरहरूले यसलाई यत्तिकै खानु भयो नि हुन्छ, चिउरासँग खानु भयो नि हुन्छ। हजुरहरूले साउन्ड पनि सुन्नुहुन्छ मैले खाँदाखेरि कतिको क्रन्ची छ भनेर। वाउ, यो यतिकै खाँदा नै एकदमै मिठो छ। हजुरहरूले चाहिँ चिउरासँग खानु भयो नि हुन्छ, अरू कुनै पनि कुरासँग यसलाई सर्भ गर्न सक्नुहुन्छ। हजुरहरूले पनि ठ्याक्कै यसरी नै माछा फ्राई बनाएर साथीभाइ र फ्यामिलीसँग इन्जोय गर्नुहोला। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? हाम्रो यो सानो प्रयासलाई लाइक, शेयर र सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै मिठो मिठो रेसिपी लिएर आउने नै छु। तबसम्मको लागि ह्याप्पी कुकिङ।